पुरै त्रिशुली आमा लाइभ यो चाहिँ है गाइस यस्तो लाइभ छ। ओहो पुरा ड्याम फुटेर आयो यार, पुरा चाइनाको ड्याम फुटेर आएर रहेछ। आमा ल यहाँ हामीले अब ओहो यार यो पुरै ड्याम फुटेर आएको यो घर गयो यो। ल ल त्रिशुली बजारै गयो यार। ल गयो यार। ओ सिलास यता आऊ यता आमा यार बजारै गयो यार। यहाँ नबसौँ ल, अलि टाढा बसौँ टाढा। यो पुरै ल घरहरू जम्मै गयो। ल घरहरू जम्मै गयो यो पुरै आमामा ड्याम यार। नदीको मेन बजार जुन चाइना हुँदै काठमाडौँ जाने बाटो बजार थियो यहाँ, अब अहिले केही पनि छैन। हेर्नुहोस् है, हामी यहाँ उद्धारका लागि हामी आइसकेका छौँ, तैपनि केही पनि कुनै पनि मान्छे पनि हुनुहुन्न। फर्किन्छ यहाँ भित्र केही पनि चाहिन्छ। बस भित्र हेर्नु के झोलामा त मान्छे चाहिन्छ अरे त। यस्तो छ अब चाहिँ बजार हो। हामी यहाँ सकेसम्म आफ्नो गर्दैछौँ। यो साथीहरू दुःखद खबर, यो पेत्रावती रसुवा जिल्ला इन हुने मेन मुख्य तलको सुरुको बजार हो। अहिले केही पनि छैन यही, हजुर देख्न सक्नुहुन्छ। हुन्छ होला को नदी तटीय क्षेत्रमा बसिरहनुभएका जनसमुदायहरू
यस नारायण नदीको मुहान क्षेत्र विशेष गरी रसुवा क्षेत्रमा आइरहेको ठुलो वर्षा र बाढीको कारणले गर्दा त्यस क्षेत्रमा ठुलो जनधनको क्षति भइसकेको अवस्था न्युजहरूमा पनि आइसकेको कारणले गर्दा र त्यो बाढी एकदमै हामीले आकलन गरेको भन्दा पनि एकदमै ठुलो 100 मिटर डिस्टेन्ससम्म चाहिँ त्यसले प्रभाव राखेको भनेर पनि सूचना आइसकेको छ। हजुरहरू अहिले बसिरहेको स्थान एकदमै असुरक्षित स्थान हो। यस स्थान हुँदै बगेर आउँदैछ बाढी। तपाईहरू तत्कालै आफूले गरिरहनु भएको व्यवसाय छ भने व्यवसाय बन्द गरेर सुरक्षित स्थानमा गइदिनुहोस्। आफूसँग भइरहेका आश्रित बालबालिकाहरूलाई पनि सुरक्षित स्थानमा लगिदिनुहोस् र तपाईहरूको मानवीय धर्मको हिसाबले तपाईहरूले यस नदी क्षेत्रमा आइरहनुभएका अज्ञात व्यक्तिहरूलाई पनि यो सूचना जानकारी गराउनुहोला कि नदीमा ठुलो बाढी आउँदैछ, ठुलो जनधनको क्षति हुँदैछ। यो क्षतिबाट बच्नको लागि हामीहरू सुरक्षित स्थानमा जानुपर्छ भनेर तपाईहरूले सम्पूर्ण जनसमुदायहरूलाई जानकारी गराउनुहोला र आफू पनि सुरक्षित स्थानमा गइदिनुहोला भनेर वडा प्रहरी कार्यालय नारायणगढ चितवन र जिल्ला प्रहरी कार्यालय चितवन हजुरहरूलाई हार्दिक अनुरोध गर्दछ। धन्यवाद। नारायणी नदीमा अकस्मात पानीको बहाव बढ्न गएको हुँदा नारायणीको छेउछाउमा माछा मार्ने, कपडा धुने, पौडी खेल्ने, दाउरा झिक्ने, घाँस काट्ने, गाई भैँसी चराउने कार्य बन्द गरिदिनु होला। नारायणीको पानी खतराको घन्टीभन्दा माथि बढेछ। वरपर नारायणीको वरपर बस्तीमा डुबान हुन सक्छ। हजुर चाहिँ बेलैमा सचेत रहनु होला। जिल्ला राष्ट्रमा बाढी पहिरो घोषणा आएको हुनाले गैंडाकोट हो नम्बर 2 निवासी स्थानीय वासी तथा बुद्धिजीवी मित्रहरूले स्थानीय महिला, आमा, वृद्धहरू, आवश्यकता अपाङ्गहरू खोला किनारमा नबसिदिन विनम्र अनुरोध गर्दछ। जिल्लाका प्रहरी कार्यालय गैंडाकोट। सूचना 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 खोला छेउमा बस्ने असिन्दै दिदीबहिनी तथा दाजुभाइहरू, यस तटीय क्षेत्रमा बस्ने सम्पूर्ण दिदीबहिनी दाजुहरूले सुरक्षित स्तरमा सरिदिन विनम्र अनुरोध गर्दछ। इलाका प्रहरी कार्यालय गैंडाकोट। कतिवटा ग्यास सिलिन्डर सिंचाई अफिस एरिया, बुङ्गुर एरिया, पारिपट्टि पावर हाउस एरिया। यो तल्लो सिंचाई अफिस केही छैन, तलको कारखाना प्लास्टिक फ्याक्ट्री केही छैन। लगायत यो पुल पारी चौतारा बाँकी छ। पारीको बाटो अलिअलि बाँकी छ, मान्छे अलिअलि देख्न सक्नुहुन्छ। त्योभन्दा बाहेक यो बुङ्गुर पालन गर्ने सबैभन्दा यो डाँडाको सबैभन्दा कुनाको एरिया। यो बङ्गुर बङ्गुरहरू यही भित्र हिलोमा छन्। अहिले सबै बगाएको अवस्था छ। यो लगायत यो सोलरको प्यानलहरू लगभग 10% भन्दा बाँकी केही पनि छैन। यहाँबाट सिधै गौरेसीको कफी देखिन्छ। यो पुरै एरिया हानेको छ र यहाँबाट लिएर गएर सोलर अफिस भन्दा माथि जेडी बोर्डिङ एउटा सुरक्षित बाँकी छ। त्योभन्दा बाहेक केही पनि बाँकी छैन। ल योभन्दा माथि हावाघरबाट तलको एरिया यिनीहरू नै हुन्छ अहिलेको लेटेस्ट अवस्था।
यो चाहिँ बेनीघाटबाट गोर्खाको घ्याल्चोक जोड्ने पुल हो। यो पुलको चाहिँ माथिसम्म पानी आए पनि यो पुलमा भने अहिलेसम्म कुनै क्षति पुगेको छैन।